नमस्कार साथीहरू, आज चाहिँ हामी वनमा बाख्रा चराउन जाँदैछौँ। हामी मासु पोलेर वनमा खानेछौँ। त्यसले अन्तिम समय हेर्नु होला। सो अब चाहिँ बाख्रा चाहिँ यहाँ छ, अब निकाल्नु पर्ने हुन्छ। यो बाख्रा चाहिँ यहाँ यो चाहिँ हाम्रो बाख्रा गाइस। बाहिर निक्ल्यो बाहिर निक्ल्यो भन्यो। सो गाइस बोकीलाई चाहिँ लानु हुँदैन। सो गाइस अब बाख्रा चाहिँ लान आँटेको वनतिर। सो गाइस जङ्गलमा आइसक्यौँ। अब त हामी बाख्रा जङ्गलमा धपाएर अनि मासु काटेर खानुपर्ने छ। मासु काटेर पोलेर खानुपर्ने छ। मासु चाहिँ एक पुस ल्याएको छु चोरेर। मासु ल्याएको छु 2 बारी जस्तो। अनि यो भाइ चाहिँ त्यसै गराउँछ यो बिना स्थितिमा। सो गाइस आगो बलिसक्यो। अब यो पोल्ने पोल भाइ पोल हो त्यसै पोल्ने। अस्ति तल नगरेको गोल्यो गाइस, झरीमा पनि गोल्यो। सो यो चाहिँ हाम्रो च्यालेन्ज थियो। अभी तो 2500 है। सो गाइस यो अब पाक्न लाग्यो। खाने बेला नि भइसक्यो। यो भाइ चाहिँ खानालाई अहिले छिटो छिटो छ। एकजना यो त मोबाइलमा उस छ, म चाहिँ यहाँ पोल्दैछु। पोल्छ क्या पोल्छ। मलाई पोल्यो त नलिम। सो गाइस यस्तो पोल्छ होइन। सो गाइस लास्ट पोल दैट मलाई दे। मासु खच्छ गाइस, पोलेको मासु। गाइस मासु पनि खाइसक्यौँ। अब चाहिँ यसलाई मार्नुपर्छ आगोलाई। बसना यसलाई चाहिँ यस्तै गर्ने। यो मर्छ। आजको ब्लग चाहिँ यति नै। बाई।